सो हेलो गाइजहरु, हजुरहरूलाई स्वागत छ मेरो एउटा अर्को नयाँ भिडियोमा। सधैँ जसो म अब हुन्छ नि रमाइलो फन्नी टाइपको भिडियोहरू लिएर आउने मान्छे। आज चाहिँ एकदम दुःखमय घटना लिएर आएको छु। अब के गर्नु साथीहरू, अब सधैँ यस्तै पनि हुँदैन कहिले पनि। अब एकदम दुःखमय घटना। अब उहाँ यतापट्टि हुनुहुन्छ नि, उहाँ अब जापान आएको 1 महिना भएको छ। अब भएको रहेछ जे होस्, अब जापान जानु भएको। अनि जापानमा अब के गर्नु, यस्तै छ है। अब जापानमा काम त्यस्तै हो, एक त स्टुडेन्टमा जानु भएको रे। अब उहाँको एकदम हुन्छ नि, अब उहाँले अब आत्महत्या गर्नुभएछ। आफ्नो रुमभित्रै जसो भनौँ न, आफ्नो आत्महत्या चाहिँ गर्नुभएछ। अनि के गर्नु है। अब साथीहरू यस्तै छ परदेशमा। म यस्तो सोध्छु कि साथीहरू, परदेशमा चाहिँ अब हुन्छ नि, म यस्तो दुःख गरेर आएको मान्छे, यस्तो सङ्घर्ष गरेर आएको मान्छे त यस्तो सोध्छु है। अब म नेपालमा हुँदा सोध्थेँ कि के हो र यो, केही छैन परदेशमा मान्छेहरू किन यस्तो गर्छन्, के गरिरहेछन् सोध्थेँ। म यति दुःख, यति सङ्घर्ष, यति म हुन्छ नि केही हुन्न भनेर यस्तो सोचेर आएको मान्छे त म यहाँ आएर अहिले कति बेला म कस्तो अवस्थामा पुग्छु आफैलाई थाहा हुँदैन के। त्यही भएर म घरमा हुने मान्छेहरूलाई नि भन्न चाहन्छु, जो मेरो भाइ दाइ हुन्छ नि, कोही आफ्नो के, अब मेरो भाइ कोरिया छ, मेरो भाइ जापान छ, परदेश जुनसुकै देश हुनेहरूलाई नि केही नभनिदिनुहोस् प्लिज हजुरहरू। हुन्छ नि अब त्यस्तो केही नगरिदिनुहोस्, तैँले पैसा पठाइनस्, तैँले यस्तो गरिनस् या ऊ भनेर टर्चर नदिनुहोस् के। अब धेरै घटनाहरू छन् यस्ता, तर मैले अब एउटा आज त्यही जापानको घटना र लगाएर यता कोरियाको 1 महिना पहिला घटेको, 1-2 महिना पहिला घटेको घटना चाहिँ लाई विशेष यसो फोकस गरेर सानो बनाउन गएको। अनि हुन्छ नि अब म यस्तो दुःख गरेर आएको मान्छे त यस्तो छु। अनि उहाँहरूले अब अनि म परदेशमा हुनेहरूलाई उहाँ बाहिरी मान्छेले भनेको कुरा चाहिँ अब सुने जस्तो गरिदिनुहोस्, नसुन्दा पनि सुने जस्तो गरिदिनुहोस्, सक्यो के। अब सिरियस नलिनु है। अब के गर्नु, अब उहाँले अब यसै गरी जापानमा उहाँको भिडियोहरू आउँथ्यो। उहाँको एक हप्ता पहिला हालेको एउटा भिडियोहरू त यस्तो छ नि। अब के गर्नु, उहाँले पनि अब ऋण गरेर आउनुभएको थियो। उसलाई घरमा अब 1 दिन फोन नगर्दा चाहिँ आत्तिने बाआमा, आत्तिने दाइ दिदीहरू चाहिँ अब उहाँ लास हेर्नुपर्दा कस्तो अवस्थामा चाहिँ हुन्छन् होला कि। अब ऋण गरेर आउनुभएको थियो होला, स्टुडेन्टमा आउनु भएको रे। अब फेरि 8-10 लाख रुपियाँ ऋण गरेर त्यही लास लाउनु पऱ्यो भने चाहिँ घरमा कुन अवस्थामा पुग्छन् साथीहरू। त्यसैले म भन्न चाहन्छु साथीहरू, कसैले पनि यस्तो नराम्रो कदम चाहिँ नचालिदिनुहोस्। यस्तै हो। अब साथीहरूले भन्छन् घरबाट टर्चर आउँछ, छोडिदिनुहोस् के। अब टर्चर नलिनु, आफ्नो काम ड्युटी कहिले राति 12 बज्छ, कहिले कति बज्छ, निन्द्रा पुग्दैन, टेन्सन नलिनु के साथीहरू। त्यसैले अब हुन्छ नि, अब कोरियामा त्यस्तै, अब कोरियामा 1 महिना पहिला जस्तो घटेको घटना चाहिँ अब हुन्छ नि, यहाँ देख्नु सक्नुहुन्छ। यसै गरी अब उहाँ चाहिँ अब उहाँलाई चाहिँ यसै गरी अब सिनियरहरूले टर्चर गरेर उहाँले पनि यसै गरी आफ्नो आत्महत्या रुमभित्रै गर्नुभयो। उहाँको त अहिले मुद्दा पनि चलिसकेको छ। त्यसैले अब हुन्छ नि, अब केही हुन्छ होला। उहाँको नेपाल घरसम्मै पत्रकारहरू पुगेर कोरियाको अब एम्बेसीबाट पत्रकार गएर इन्टरभ्यू समेत लगिसकेका छन्। अनि यस्तै छ। अब परदेशमा चाहिँ अब जापानमा त्यस्तै उहाँको घटनाले गर्दा म आफैले सम्हाल्न सकेको छैन। परदेश भन्ने ठाउँ अब यस्तो केही छैन यहाँ है साथीहरू। परदेशमा यस्तो केही देख्दिनँ म। जिउस अब आइयो है भन्नेले भन्छन्। अब मलाई नै दाइहरूले भन्ने हुन्छ, ठ्याक्क तिमी 19 वर्षको उमेरमा आछौ, अब जिउस हुन्छ नि, जिउस कम अब राम्रो छ। अब हो, हुन त के गर्नु, अब हेर्ने हो भने ठिकै छ, तर के छ यहाँ। अब त्यही त हो साथीहरू, के गर्नु, परदेशमा अति दुःख सङ्घर्ष गर्नुपर्छ है। कहिले 12 बज्छ, कहिले 1 बज्छ, आफ्नो काम गर्दा गर्दै ड्युटी त्यस्तै हुन्छ, टर्चर। त्यही भएर घरका मान्छेले चाहिँ टर्चर नद्याऊ है, टर्चर नद्याऊ। के गर्नु, अब यस्तै हुन्छ, जिन्दगी हो मान्छेको। तर अब नराम्रो कदम चाहिँ अब परदेश हुनेवालाले पनि कसैले नचालिदिनुहोस् भन्न चाहन्छु। बाँकी चाहिँ अब यस्तै हो। फेरि भेटौँला अर्को भिडियोमा। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हजुरहरूले साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा छ।